गुड मर्निङ सबैजनालाई। आज सन्डे अन्त म आज ढिलो पार्लर निस्केको। सन्डे हो या मन्डे रोज जाऊ ड्युटी है, तर आज ढिलो भइहाल्यो। अन्त जाँदैछु। अन्त आज पप्पु बहिनीको घरमा चाहिँ पूजा छ, अनि त्यसले गर्दा चाहिँ हामी त्यहाँ अब को जान्छ अहिले सबै फोनसोन गरेर त्यहाँ जाने हो। अब कति बेला जाने सबैलाई चाहिँ भेला भएर जानुपर्ने छ। पूजामा बोलाइरहेछ सबैले। ऋषिकालाई फोन गरेर त ऋषिकालाई मिलिन भने हो। अन्त हामी अब कतिजना हुन्छ त्यतिजना चाहिँ जाने नि त हामी ल। यो सोनु साराले चाहिँ फेरि खतरा गरिहाल्छ नि। अलिअलि खतरा गर्ने बेलामा गर्नु पर्दो रहेछ। त्यही त घर त दामी रहेछ त उसको त है, मजाको घर रहेछ त। एरियाहरू ठाउँहरू है मजाको रहेछ। हेलो के चाहिँ आउँदैछु ल। ए भाइहरू रहेछ नि। ए जुत्ता खोल्नु पऱ्यो होला नि त है। भाइ कति बेला आउनुभयो तपाईँहरू? अघि आउनुभएको? हाम्रो भाइ पनि आइपुग्नु भएछ अघि नै। ए भाइ पनि म्याडम नमस्कार। टिमहरू त यहीँ रहेछ नि त, टिमहरू त यहीँ बसिरहेको रहेछ। हो खपै काटिदिएको ल केस चाहिँ। भाइले मलाई शिकायत गर्दैछ, कम्प्लेन गर्दैछ भाइले मलाई हो। आउनु न खाजा खानु। कोही बेला यसो ऊ भएको बोरिङ भएको बेला यहाँ आएर यसो रमझम गर्दा हुन्छ। ठाउँहरू पनि मजाको रहेछ हो। ल बाई बाई त्यसो नि, ल भेटौँ ल। ल हुन्छ गएको नानी, हामी सबै गएकै अब। बाई 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 बाई। दोकान चाहिँ बनाउँछ भिडियो गरिहाल्छ। भिडियो बनाउँछ भिडियो बनाउनु। होइन अनै छ भिडियो। अब चाहिँ हामी पप्पु नानाकोबाट निस्केको ल। अब हामी चाहिँ आन्टीहरू रिल्सहरू बनाएर यहाँनिर हामीलाई पप्पु अहिले बुमटामा यहाँनिर वेलकम गर्नुभएको थियो उहाँको घरमा। त्यही साह्रो राम्रो घर रहेछ उहाँको है। यहाँ चाहिँ अब 2 hours to नाम्ची बजार। सुन्नु जान्दैन अरे तिमीले त हुँदैछ माथिबाट अहिले हामी छोडी पठाउँछ अहिले छु लुगाको सबैजना पप्पु बहिनी। बाई 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 एभ्रिवान। साह्रै पो भिआइपी भएसँग हिँड्ने पनि डर लाग्छ। साह्रै भिआइपी भएसँग हामी चाहिँ साँच्ची नै साह्रै यस्तो भेट त के नआउनु हौ घरिघरि ल्याएको भन्दा होइन पप्पु बहिनीको फ्यामिली सबै भइसक्यो। कस्तो केटीहरू रेखा नानासँग फेरि म रिसाइदिएको हो। किन अन्त 50 को मान्छे त म भन्दा सानो देख्नु थाल्छ। 50 को छेउछाउको मान्छे होइन छैन उ त भएर त 20 भन्दा ठुलो रहेछ। मन दुखेर फिल्स भयो फिल गरि हालेको नि त्यहाँ। यहाँ फोन आउँदैछ त लकी नानाको।
बाटो चाहिँ अलिक यहाँनिर रफ रहेछ निकै उयो फाल्टो रहेछ कि यो चाहिँ अलिकति अब हामी फर्क्यो हो सबैलाई बोली राखेर फर्केको अब म पनि घर जाँदैछु अनि अलिअलि पठाएँ बेलुका हो अब आज हामी गुम्पा पनि गयो भोलि चाहिँ उड्ने रहेछ अन्त भोलि लास्ट पूजा रहेछ अन्त आज क्यान्डल निकालेर क्यान्डल रेडी गरेको थियो उसको गुम्पामा भन्ज्याङ बोकेर चाहिँ हामी चाहिँ अब त्यहाँ फर्किँदैछु म फर्किनु सबैले पुऱ्याइराखेर म चाहिँ अब घर लागेको सबैजनालाई पुऱ्याइराखेर थ्याङ्क यू तपाईँहरूले मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच